हेलो साथीहरू, आज चाहिँ म डिस्टोकियाको केस गर्न गइरहेको छु बाख्राको है। म चाहिँ अरू गाउँबाट डाइरेक्ट यो केसमा आउनु परेकोले अरू केसहरू हेरेर आउँदै मेरो ग्लोभ्सहरू सकिसकेको कारण मैले खाली हातले केस गर्न गइरहेको छु। अनि यो चाहिँ धेरै गाह्रो थियो क्या, भित्र पुरै बटाइएर बसेको थियो, खुट्टाहरू पनि बच्चा नै उल्टो छ के, मलाई कति धेरै गाह्रो परिरहेछ है। अनि मैले फाइनल्ली बच्चा भेटाइवरी निकाले, खुट्टा सोझ्याइवरी, अनि बच्चा चाहिँ जिउँदै थियो। त्यस्तो डेन्जर त केही भइरहेको थिएन, बच्चा जिउँदै थियो अनि मैले निकालेँ। माउ चाहिँ अलिक बुढी भएकोले अलिक गाह्रो परिरहेको थियो माउलाई चाहिँ, तर पनि मैले निकालिदिएँ है त। अनि मैले त्यसको नाकको फोरहरू पनि फालिदिएँ अनि हल्लायो अरे।